नमस्ते साथीहरू। आज चाहिँ म मेरो बहिनीको घर गएको। धेरै दिन भएको थियो नगएको, नानीहरूले नहेरेको। अनि यो चाहिँ हाम्रो घरबाट निक्लिने बाटो एकदमै सानो छ, तर रोड छेउमै छ, बेसी टाढो छैन। अनि हामी चाहिँ यही बाटो भएर रेली हिँड्नुपर्छ। अनि यो चाहिँ मेरो भान्जीको घर हो। अनि म आज भान्जीको घरको चेपबाट जाँदैछु। 2-3वटा बाटो छ सर्टकटबाट चाहिँ। मलाई चाहिँ यो बाटो हिँड्न एकदमै रमाइलो लाग्छ। यहाँ चाहिँ सबै आफन्तहरू छ हाम्रो। यो चाहिँ मेरो भान्जीको घर हो। अनि त्यसपछि चाहिँ म देखाउँछु तपाईहरुलाई, ल हेर्दै जानुहोस्। यो चाहिँ मेरो ठुलो आमाजुको घर हो। मेरो आमाजु चाहिँ ड्युटी जानुहुन्छ अनि अहिले हुनुहुन्न घरमा। मेरो आमाजुको घर हो यो चाहिँ है। अनि हाम्रो ठुलो दिदी, अनि यहाँ चाहिँ हाम्रो अर्को दिदीको घर हो। हाम्रो सबैजना दिदीबहिनीहरू सँगसँगै बस्छ। सानैदेखि सँगै हुर्केको अनि सँगै घरहरू बनाउनु भएको छ दिदीहरूले, भेनाहरूले। अनि यो चाहिँ मेरो सबैभन्दा प्यारो देउरानी साइला देवरको घर हो। यो घर चाहिँ नयाँ बनाएको, अहिले अझै काम बाँकी नै छ। अनि यहाँबाट चाहिँ हेर्नुहोस्, यहाँबाट जान्छु, यो चेपबाट जान्छु। पानीको पाइपहरू हेर्नु न, पानीको दुःख छ, टाढो बोरिङ छ है। अनि यो चाहिँ हाम्रो बहिनीको घर। यहाँबाट सिधै जाँदाखेरि चाहिँ बहिनीको घर पुग्छ। अनि एउटै गाउँमा छौँ बहिनी र म पनि, तर पनि अब अलिक टाढै छ घर चाहिँ। मेरो घरको छेउमा छैन, जस्तो कि हाम्रो दिदीहरूले बनाउनु भएको छ छेउछाउमा, त्यस्तो छैन, टाढै छ। तर मेरो बहिनीको घर जाँदा हेर्नु न, रमाइलो छ बाटोहरू त। पर पहाडहरू पनि छ, अहिले बादलले देखेको छैन हो। रमाइलो छ हाम्रो गाउँ, सानै भए पनि रमाइलो छ हाम्रो गाउँमा। पहाडहरू पर हेर्नुहोस् न हो, यस्तो मजाको घरहरू। यहाँ अहिले त्यति साह्रो हाम्रो टाउन जस्तो छैन, तर पनि बाटोहरू अलिअलि बनाइसकेको छ, हिँड्ने बाटोहरू। अनि अब चाहिँ मेरो बहिनीको घर छेउमा आइपुग्यो। मेरो बहिनीको घर चाहिँ यहाँदेखि पर देख्नुहुँदैछ तपाईँहरूले, हो त्यो हो। अनि यो चाहिँ मेरो बहिनीको घर आइपुगे फाइनली। यो देख्नु हुँदै गरेको यो रातो घर चाहिँ यो मेरो बहिनीको घर हो। अनि यहाँ आइरहन्छु म। यो चाहिँ काली मन्दिर छ अगाडि हो। अनि यहाँ अगाडि चाहिँ काली मन्दिर छ, त्यहाँ चाहिँ धेरै मान्छेहरू जान्छ। अनि यो बहिनीको घरभित्र पस्यो म। यहाँ त छैन, यहाँ त कोही छैन रहेछ। यतापट्टिको रुममा रहेछ, उनीहरू टिभी हेर्दै होला, नानीहरूसँग टिभी हेर्दै रहेछ। सानो नानी छ मेरो बहिनीको, 2जना छोरीहरू। मेरो बहिनीको नानीको साथी पनि आएको रहेछ। मेरो बहिनीको सानो छोरी प्रशंसा, अनि यो चाहिँ ठुलो छोरी प्रार्थना। यो चाहिँ एकदमै अङ्गाला मारिहाल्छ, सानोदेखिकै त्यस्तै छ उसको बानी, नानी जस्तै। आइपुगे। धन्यवाद, लाइक सेयर गरिदिनु होला। धन्यवाद, थ्याङ्क यू।